सोयाबिन पोट्याटो करी असार 15 धान दिवस विशेष दही चिउराको साथमा राखेर खानको लागि आज चाहिँ म एकदमै मिठो बनाएर हजुरहरूलाई सेयर गर्छु है त। हजुरहरूलाई मछौरा र आलुको तरकारी मन पर्छ कि पर्दैन? मलाई त एकदमै मन पर्छ है। अनि मैले चाहिँ तेल तताएँ, 5 फोरन फुराएँ, त्यसै गरी सुकेको खोर्सानी, प्याज सँगसँगै आलु पनि ओइरिहाल्छु, त्यसै गरी बेसार पनि सँगै राखिसकेपछि अब यो आलुलाई चाहिँ रातो रातो हुने गरी भुट्नुपर्छ है। तरकारी बनाउने सबैको आफ्नो तरिका हुन्छ, त्यसमध्ये मैले चाहिँ कसरी बनाउँछु त्यसै गरी नै आज हजुरहरूलाई सेयर गरेकी छु। यो आलु चाहिँ यतिको भुटिसकेपछि अब यो भिजाएर निचोरेको सोयाबिनलाई राखिसकेपछि चाहिँ मजासँग यो पनि रातो रातो हुने गरी भुट्यो भने चाहिँ छुट्टै नै हुन्छ क्या टेस्ट। जब सोयाबिन पनि यतिको भुटिसकेपछि छ भने चाहिँ अलि निकै टमाटर, खलमा कुटेको अदुवा लसुन, त्यसै गरी स्वाद अनुसार नुन, रातो धुलो खोर्सानी, त्यसै गरी गरम मसला मिसिएको जिरा धनियाको धुलो राखिसकेपछि अब यो मसलाहरू पनि राम्रोसँग भुटियो भने चाहिँ तरकारीको स्वाद नै छुट्टै लाग्छ। मलाई चाहिँ हजुरहरूलाई कस्तो लाग्छ है? टमाटर अनि मसलाहरू राम्रोसँग पाकिसकेपछि अब अलि निकै पानी राखेर सर 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 मजाले चलाउँछु। चिउरासँग खानको लागि त पातलो त मिठो हुँदैन नि। अब यो उम्लिन सुरु हुने बित्तिकै मैले चाहिँ अलि पिरो पिरो खालको हरियो खोर्सानीलाई पनि मसिनो मसिनो गरेर काटेर राखेँ। अब त्यो घाममा खानको लागि दही अनि चिउराको साइडमा यो मिठो मछौरा र आलुको तरकारी त ट्वाक्क परेको जिब्रोमा लाग्ने चाहियो नि त है। अब चाहिँ म मिठो बासनाको लागि हरियो फ्रेस धनियाँलाई छर्छु। यदि छ भने चाहिँ अलि निकै हरियो फ्रेस धनियाँ छर्यो भने झन्नै मिठो हुन्छ। अब यो त गलिहाल्छ नि त। अब यसलाई चाहिँ राम्रोसँग चलाइ पकाइसकेपछि यो मछौराको चाहिँ भित्रसम्म राम्रोसँग जुस पस्छ, त्यसै गरी यो आलु गलेर ग्रेभी ग्रेभी बन्छ। अनि चाहिँ मलाई यो मछौरा र आलुको तरकारी चाहिँ मासुभन्दा कम लाग्दैन, एकदमै मनपर्छ। हजुरहरूलाई कस्तो लाग्छ? असार 15 विशेष चिउरासँग खानको लागि त झोलिलो धेरै पनि चाहिँदैन है। लगभग यतिको ग्रेभी ग्रेभी भइसकेपछि अब यो तरकारी चाहिँ सेलाउँदा हल्का जम्छ। त्यसपछि चाहिँ दही, चिउरा अनि यसरी बनाएको तरकारी अनि केरा, आजभोलि सिजनको आँप, ओ माइ गड कस्तो मिलेको सेट होइन त। असार 15 राष्ट्रिय धान दिवस विशेष हजुरहरूले चाहिँ दही चिउराको साइडमा के तरकारी बनाउने प्लान गर्नुभएको छ? त्यो गर्मीको मौसममा मजाले हिलोमा खेल्दै धान रोप्दै गरिसकेपछि चाहिँ अब मध्याहमा एकदमै धेरै भोक लाग्छ नि। त्यसपछि चाहिँ यसरी बनाएको तरकारी, दही, चिउरा अनि खेतको आलीमा बसेर खानुको मजा नै छुट्टै हुन्छ होइन त। साँच्चै नै त्यो क्षण चाहिँ मलाई स्वर्गभन्दा कमी लाग्दैन क्या। हजुरहरूको तिर चाहिँ खेतालाहरूलाई दोबरे दिने चलन छ कि छैन? दोबरे भनेको चाहिँ यो खाजा खाना दिनुभन्दा अगाडि, मतलब अब मेलो सुरु गर्नुभन्दा एकैछिनपछि मिठो खानेकुरा चाहिँ बिचमा दिने चलन छ क्या। कुरै कुरामा मिठो मछौरा आलुको तरकारी पनि रेडी भइसकेको छ। मैले जस्तै हजुरहरूले पनि यसै गरी बनाएर एकपटक अवश्य पनि